भारतीय राष्ट्रपति प्रणब मुखर्जीकै भ्रमणकै समयमा अर्को एक युवतीको चर्चाले महत्त्वपूर्ण स्थान पाएको छ। अत्यन्तै रोचक विषय बनेकी नेपालकी तरकारीवाली युवतीका विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा निकै नै चर्चा छ। तरकारी बोकेर हिँड्दै गरेकी एक नेपाली युवती अहिले दक्षिण एसियाका सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चार माध्यमहरूका लागि हट केक बनेकी छन्। आफ्नो सौन्दर्यका कारण तरकारीवालीले गरिन् इन्टरनेटमा कब्जा। बीबीसी हिन्दी सेवाले आफ्नो अनलाइन संस्करणमा यो शीर्षक दिएर आइतबार राखेको सञ्चार सामग्री लोकप्रियताको पहिलो नम्बरमा छ। उनको सौन्दर्य चर्चा बीबीसी हिन्दी सेवाको अनलाइनमा मात्रै होइन, अहिले इन्टरनेटभरि नै छाएको छ। ती युवती अरू कोही नभएर गोर्खाकी नेपाली चेली हुन्। पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको फिस्लिङ बजार पारी गोर्खा जिल्लाको भुम्लीचोक गाविस वडा नम्बर 8 को पहाडी गाउँ वाङलिङकी बासिन्दा 18 वर्षीय कुसुम श्रेष्ठ आफ्नो फोटोले यसरी धुम मचाएको सुन्दा दङ्ग छिन्। सोमबार मध्याह्न उनीसँग भेटिँदा मात्र थाहा भयो उनी जति सुन्दर छिन् लजालु पनि त्यति नै रहिछिन्। फिस्लिङ बजार झर्दै गर्दा बाटोमा भेटिएकी कुसुमले हामीलाई देख्न साथ लजाएर जिब्रो टोक्दै मुख छोप्न पुगिन्। होइन, देश दुनियाँमा यो फोटो पुग्यो रे भन्ने सुनेको हो, यस्तो चर्चा होला भन्ने कसले सोचेको थियो र। मेरी छोरी सानैदेखिकी लजालु, खासै बोल्न जान्दिनन्। कुसुम खुल्न गाह्रो मानेपछि उनका बुवा 43 वर्षीय चन्द्रनारायण श्रेष्ठले भने। नीलो रङको कुर्तामा रातो रङको सुरुवाल लगाएकी, सानो बुट्टे सल घाँटीमा बेरेकी, सामान्यतय भन्दा केही अग्ली कुसुम मनकामना मन्दिर जान गाउँबाट झर्दै रहेछन्। खासै श्रृङ्गार नगरे पनि उनको निर्दोष अनुहार, जिउडाल र पहिरन कुनै मोडलको झैँ देखिन्थ्यो। तर उनी गाउँकी सामान्य परिवारकी एक्ली छोरी रहेछिन्। चितवन रत्ननगरको टाढीमा बसेर क्वेस्ट मोडेल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा 11 पढ्दै गरेकी कुसुम दशैंदेखि बिदामा घर छिन्। बुबा चन्द्रनारायणले आफ्नो खेतमा फलाएका र अरूको खेतबाट सङ्कलन गरेका टमाटर फिस्लिङ बजारमा बेच्दछन्। घरकी एक्ली सन्तान भएकी कारण बाबुआमाको काममा सहयोग गर्नुपर्ने हुन्छ। गाउँदेखि ट्र्याक्टरले ओसारे पनि त्रिशुली नदीमा बनेको झोलुङ्गे पुल तार्न टमाटर राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुल तर्दै गरेको फोटो त्रिशुलीमा ऱ्याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीका कार्यरत काठमाडौँका रूपचन्द्र महर्जनले खिचेर कार्तिक 12 गते नै फेसबुकमा राखेका थिए। अहिले सो तस्बिरले फेसबुक ट्विटरमा सनसनी मचाएको छ। करोडौं सेयर भएको छ। फेसबुक त मेरो पनि छ, तर यही फेसबुकले मलाई दुनियाँमा फैलाउँछ भन्ने हेक्का चाहिँ थिएन, कुसुमले भनिन्। फोटो भाइरल भएको कुरा रूपचन्द्रले नै आफूलाई जानकारी दिएको पनि उनले बताइन्। त्यसपछि फेसबुकमा म्यासेज र फोन आउने क्रम धेरै नै बढेको छ। धेरैले हेरेरे खै राम्रो नराम्रो के हुने हो त्यो त थाहा छैन, छोरी खुसी पनि छे दिक्क पनि छे, सबैले सोधेको सोधै गरेपछि बजार झर्न पनि गाह्रो मान्न थालेकी छ, बाबु चन्द्रनारायणले भने। व्यवस्थापन पढे पनि आफ्नो चाहना नर्सिङ पढ्ने रहेको कुसुमले सुनाइन्। तर आर्थिक अवस्थाले नसक्ने भएका कारण व्यवस्थापन पढाएको बाबु चन्द्रनारायणले बताए। एक्ली छोरी हो, उसलाई धेरैभन्दा धेरै पढाउने हो, तर खर्चले पनि धान्नुपर्छ, त्यसैले नर्सिङ पढ्ने चाहना भए पनि भर्ना गर्न सकिन, श्रेष्ठले भने। गाउँको भद्रकाली निमाविमा 7 कक्षासम्म पढेपछि उनले कक्षा 8 देखि घ्यालचोकको ज्ञानमार्ग माविमा पढिन् र त्यहीँबाट एसएलसी पनि दिइन्। घ्यालचोकमा 3 वर्ष डेरामा बसेर पढेकी हुन्। तरकारी बेचेको पैसाले थेग्ने विषय नै पढाउने हो, बाबु चन्द्रनारायणले भने। आफ्नो तरकारी खेतीले घर खर्च र अहिले छोरीको पढाइलाई ठिक्क भएको पनि उनले बताए। फेसबुकमा हत्तै बढेको छोरीको ख्यातिले किसानको पनि महत्त्व दुनियाँले बुझ्दो रहेछ भन्ने उनलाई लागेको छ। मेरो मनमा पनि त्यति नै हो, अरू त के नै होला र, बाबु चन्द्रनारायणले भने। लजालु कुसुमले चाहिँ
अवसर आएको खण्डमा केही गर्न सकिने बताइन्। सामग्री सौजन्य नेपालपार्टी.com। भिडियो हेर्नुभएकोमा तपाईहरूलाई धन्यवाद र सब्स्क्राइब गर्न भने नबिर्सनुहोला।